तपाईको यस्ता तुच्छ अभिव्यक्तिले तपाईको बौद्धिक स्तर के छ भन्ने कुरा जनताले सहजै मूल्याङ्कन गरिसकेका छन्। रमेश पर्सालाई डिसेबल व्यक्ति हुन्, उहाँको प्रति मेरो सहानुभूति छ भन्ने तपाईँ नै बौद्धिक स्तरमा डिसेबल हो भन्ने कुरा जनताले राम्रोसँग बुझेका छन्। तपाईले त्यस्ता क्रियाकलाप दिनानुदिन पारा र त्यस्तो गति देखाइराख्नु भएको छ। काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने विषयवस्तु तपाईलाई हेरेर सार्थक देखिन्छ। त्यो कुराले सार्थकता पाएको छ। तपाईको रोइलो यति नेपाली जनताले सबैले तपाईलाई थुक्दा पनि तपाईको त्यतिसम्म पनि बौद्धिक स्तरले भ्याएन कि मैले यो गल्ती गरिरहेको छु, मैले जनताको माग र मुद्दा उठाउनु पर्छ भन्ने कुरामा तपाईको अलिकति पनि ध्यानाकर्षण भएन भने तपाई चाहिँ कति अशक्त व्यक्ति हुनुहुँदो रहेछ, कति चाहिँ डिसेबल व्यक्ति हुनुहुँदो रहेछ भन्ने कुरा तपाईले मूल्याङ्कन नगर्ने भने अर्कालाई डिसेबल भन्नु भन्दा पहिला, अर्कालाई सहानुभूति देखाउनु भन्दा पहिला आफूले पनि आफूप्रति सहानुभूति देखाउँदा राम्रो होला हर्क साम्पाङजी। र अब भने राजसभालाई एउटा सुझाव छ। यदि यस्तै नै क्रियाकलाप दोहोरिरहन्छ भने के विकल्प छ, त्यसको लागि चाहिँ अपनाउनु पर्ने दिन आएको छ। किनभने दिनका दिनको यो रोइलो यो एउटा अन्तर्राष्ट्रिय रूपमै ध्यानाकर्षण हुने यो संसद भवनको यो जात्रा चाहिँ नदेखाइयोस्। इन्टरनेसनली बेइज्जत हो के, त्यसैले यस्ता रोइलो दिनानुदिन नदेखाइयोस्। के हुन्छ यसको विकल्प अपनाइयोस् र यदि तिनलाई संसद पद निलम्बन गर्नुपर्छ भने पनि गरियोस्। किनभने जनताले देश विकास चाहेका छन्, यिनका दिनका रोइलो होइन। जे कुरा पनि टाङ अडाएको छ, जे कुरा पनि टाङ अडाएको छ, कहिलेसम्म जनताले यिनका असन्तुष्टि मात्र सुन्ने, आफ्नो चाहिँ कहिले राख्न पाउने जनताले। बौद्धिकता नै नभएको व्यक्तिलाई हर्क साम्पाङलाई धरानी जनताले जिताउँदाखेरि अहिले धरानी जनताको नै लाज मर्दो अवस्था आएको छ। यो तरिका पुराना राजनीतिक दलले गर्नुपर्ने काम यिनी एक्लै काफी गरिरहेका छन्। अलिकति लाज शरम भन्ने कुरो यिनीमा बचेकै छैन। प्रधानमन्त्री पदकै लागि यिनको यो रोइलो यो जनताले स्पष्ट देखिरहेका छन्।